चाहिँ हामी जाँदैछौँ ओखलढुङ्गा अनि हामी चाहिँ गाडीलाई वेट गरिरहेको थियौँ। अहिले चाहिँ 6:07 गइसक्यो अनि हाम्रो गाडी चाहिँ भर्खर आउँदैछ। हाम्रै घर अगाडि नै आयो। त्यसपछि हामी चाहिँ त्यसमा चढेर हामी चाहिँ जाँदैछौँ भक्तपुरको बाटो निस्केर। अनि यतिखेर चाहिँ घाम लागिसकेको थियो। अनि यो चाहिँ हो बनेपा। यहाँ हामीले झरेर फलफुलहरू पनि किन्यौँ अनि फेरि आफ्नै बाटो हिँड्यौँ। यो त भ्यालीभित्रकै बाटो भइहाल्यो अनि त्यस्तो राम्रो पनि थिएन। तर भ्याली बाहिर गइसकेपछि यस्तो राम्रो बाटो थियो, अझै आइसकेकै थिएन। अनि म चाहिँ त्यो पार्ट 2 मा हाल्नेछु। अनि आज चाहिँ म नसुती पनि भिडियो बनाउनकै लागि भनेर गाडीमा बल्ल उठेर बसिरहेको थिएँ। अनि बल्ल हामी लगभग 2-3 घन्टा हिँडिसकेपछि चाहिँ काभ्रे भन्ज्याङको चेकपोस्टमा पुग्यौँ। अनि त्यहीँनिर चाहिँ थियो हाम्रो खाजा खाने ठाउँ। अनि त्यहाँ चाहिँ हामीले खाजाहरू खायौँ अनि एकछिन त्यहीँ बस्यौँ हावा खाएर अनि फेरि हिँड्यौँ। योभन्दा अगाडि झन् राम्रो बाटोहरू छ, त्यो चाहिँ पार्ट 2 मा हेर्न नबिर्सिनु होला।